I don't wanna fall in love. I just wanna have some fun, yeah. Hello guys, welcome back to my channel. र आजको भिडियो सुरु गरौँ है त। भिडियो नबनाएको पनि धेरै दिन भयो, आज चाहिँ बनाउनु लागेर बनाएको। अहिले म घरमै छु, आज गाडी साडी चलाइन। आज किन भन्दाखेरि आज भाइको अफिसमा भाइले लिएर जानुपर्छ, भाइको ड्राइभिङ लाइसेन्स छैन, त्यसैले गर्दा हिजो पनि गइरहेको थियो, गाडी भेटेन अरे। अनि आज चाहिँ म जान्छु, अहिले भरे आएर एकछिन गाडी चलाउनु पर्छ टोटो। अनि आजको काम चाहिँ भन्नुहुन्छ भने आज बिहान उठेर हैन, बिहानै उठे 5 बजे उठेको। 5 बजे उठेर यहाँ आलु पारी, आलु रोप्नको लागि जोत्यो ओर्यो, रेडी बनाइयो यहाँ। अब भोलि चाहिँ आलु रोपिन्छ हैन। अहिले जाने। अब आज चाहिँ म मोटो भ्लग गर्ने कोसिस गर्दैछु मोबाइलबाट, किनकि मेरो गोप्रो छैन हैन। मैले एउटा गोप्रो अनलाइन गरेको थिएँ, फेरि मैले क्यान्सल गरिदिएको गोप्रो चाहिँ, किनभने अलिक कम्ती रेटको थियो कि त्यो। अनि एकजना साथीले भन्यो त्यो राम्रो हुँदैन भनेर, त्यसैले गर्दा त्यो क्यान्सल गरिदिएँ। अब अलिक पैसा भएपछि फेरि पछाडि एउटा गोप्रो गर्नेछु। अहिले चाहिँ म मोबाइलबाटै मोटो भ्लग गर्नेछु, हजुरहरू हेर्नु होला है त। अब डाइरेक्ट भेट्ने हामी मोटो भ्लगमा। ल है गाइस, आइयो मोटो भ्लगमा। अब हजुरसँग डाइरेक्ट मोटो भ्लगमै कुरा गर्नेछु, यहाँ हेर्दै जानु होला। ठक्कसँगले गइँदैछ अनि हैन, भन्न त के भन्ने, खोइ कहिले मोटो भ्लग गरिएको छैन यसरी। यो क्यामेरा हेलमेटमा लगाएर, र भोइसहरू कस्तो आउँदैछ अहिले भिडियो हेर्दा मात्रै थाहा हुन्छ। मलाई पनि थाहा छैन भयो आएको छ कि छैन हैन। यो चाहिँ हाम्रो गाउँको बाटो पस्ने हो, यो यहाँबाट चाहिँ हाम्रो गाउँ पस्छ यता। अनि उता सिधा गयो भने चाहिँ उता काउसी बजार भन्छ हैन। र यो चाहिँ अब नेसनल हाइवे, यहाँबाट लगभग 3-4 किलोमिटर छ। जो जो नयाँ हुनुहुन्छ उहाँहरूलाई भनिराखेको, र पुरानो जो जो हुनुहुन्छ उहाँलाई त थाहा नै छ। अहिले चाहिँ गाइस यहाँ नेसनल हाइवेसम्म आइपुग्यो, र अलिकति यहाँ बाइकको यहाँ चक्का बिग्रियो जस्तो भएको छ, त्यो चक्का अलिकति देखाएर जानुपर्ने छ। यहाँ चाहिँ ब्रेक सोको यो भाँचेको रहेछ हो, अहिले खोले आफै। अनि अहिले मेकर पनि आयो, यो यस्तो भएको रहेछ है, भाँचेर यहीँ अड्केको रहेछ, त्यही भएर चक्का जाम भएको रहेछ। खोलखाल पारेछ, झमेला पो भयो त। लगाइस अहिले फेरि हामी यहाँबाट हैन हिँडिसकेको, तर हिँड्नु अगाडि मैले यहाँ पेट्रोल पम्पमा पेट्रोल हाल्दा ओर्दा भिडियो बनाएको थिएँ। यस्तो मजाले यार 3-4 मिनटको भिडियो बनाइछु, त्यसमा त त्यो यो माइकको यो लाउनै बिर्सेछु। अनि त्यो भोइस सोइस केही आन्छ, भ्यार हावा मात्रै आउँदो रहेछ यार, खत्तम बन्यो। यत्रो मेहनतले यस्तो राम्रो बात मार्दै आइरहेको थिएँ म, जानी नजानी। फर्स्ट टाइम यो मोबाइलमा यसरी लगाएर यो गरेको त भिडियो, मोटो भ्लग गरेको आउँदो रहेछ। र गाइस झन्डै यता मोबाइल हेर्दै बसतिर पुगेछ। हामी चाहिँ अहिले जाँदैछौँ यसरी सरर हो, दुईपट्टि घाँस, यता पनि घाँस छ, कति राम्रो, यता पनि घाँस छ, रुखहरू रोपेको छ, फुलहरू। अहिले चाहिँ हामी ठ्याक्कै भन्नुपर्दाखेरि कारीगाउँ कोक्राझार टाउन छिर्ने बाटो पुग्न आँट्यो। अब लगभग 20-25 मिनट लाग्छ होला। 2 खेप भिडियो गरेँ, 2 खेप, एकखेप भोलिमा आएन यार, एकखेप के भयो मिल्दै मिलेन 2 खेप। अहिले यो तेस्रो पल्ट गर्दैछु, यो चाहिँ कस्तो हुने हो। साउन्डहरू आएको छ कि छैन केही थाहा छैन मलाई। यहाँबाट कोक्राझार टाउन प्रवेशद्वार छ, यति मजाले बनाएको छ यो। देखाउनु त पर्थ्यो होला, तर देखाउनु मिलेन है कारीगाउँ। ल अहिले हामी चाहिँ चिराङ डिस्ट्रिक्टमा एन्ट्री भइसकेका छौँ। यहाँ एउटा ब्रिज छ, चम्पा ब्रिज भन्ने, त्यहाँबाट हामी चाहिँ यता चिराङ डिस्ट्रिक्ट भेट्छ क्या। अहिले हामी चिराङ डिस्ट्रिक्ट पसिसक्यौँ कोक्राझार डिस्ट्रिक्ट छोडेर। र अहिले चाहिँ हामी यो समथाइबारी भन्ने ठाउँ आइपुगेछौँ। र यो बाटो चाहिँ जान्छ भुटान। तपाईँहरू गेलेफु भुटान जानु हुँदैछ यो बाटो जानुपर्ने हुन्छ। र योबाट सिधै गयो भने चाहिँ अब तपाईँ बङाइगाउँ हुँदै गुवाहाटी। र
धेरै राम्रो भएको छ। भुटान नआएको पनि धेरै भयो, एकदिन जानुपर्ने छ। अब हामी लगभग 20 मिनट जस्तोमा पुग्छौँ भाइको अफिस र त्यहाँ धेरै ढिलो हुँदैन, एकछिन बसेर अनि फेरि फर्किहाल्ने भयो। 1 hour later. यो चाहिँ गाइस हेर्नुहोस् कारीगाउँ गेट कोकरझार पस्ने कारीगाउँ नै रहेछ। यस्तो मजाले बनाएको छ नि। ट्रेनको नाम के हो थाहा छ तपाईँलाई? मान्छेको नाम के हो यस्तो मजाले बनाएको छ यो के भन्छ अब त्यो के हो रे आरो नै द सेप ब्युटी अफ कोकरझार यस्तो मजा छ। अनि त्यो के अरे हलुद बन्दर हलुद बन्दर भन्छ। मजा छ मजा। अहिले चाहिँ हामी यहाँ आउँदा यहाँ कहाँबाट खोइ कता आइपुग्यो भने जस्तो। अहिले चाहिँ यहाँ बिटिसी अफिस कोकरझार हाम्रो यो बिटिसीको सबै थोक हुने ठाउँ, जति पनि बिटिसीको सम्पत्ति जे भने पनि यही हो, यही बिटिसी अफिस। र यहाँको नजारा यस्तो छ। यहाँ आउँदै आइपुग्यो अनि यहाँ यसो भिडियो बनाइदिउँ भनेर एउटा आर्मीको ट्याङ्क रहेछ यस्तो परिकारको। यो टोप यस्तो मजा छ नि, यस्तो मजा छ नि। यो चाहिँ बिटिसी अफिस गेट। यहाँ चाहिँ फोटोसोटो खिच्यो हामीहरूले, अरू भित्र चाहिँ गइएन हो। यहाँ आएको हुनाले गर्दा कोकरझार आउने काम परेको हुनाले यहाँ अफिस नै परेकोले गर्दा अनि एकछिन फोटोसोटो उठाएको यहाँनिर। भाइको यहाँ सानो काम परेको थियो यो अफिसमा, अनि त्यही भएर यो चाहिँ बिटिसी अफिस हो। ल यस्तो राम्रो छ नि यहाँबाट। ल गाइस अहिले चाहिँ हामी घरतिर फर्किने अवस्था यो होइन। घरतिर फर्किसकेका छौँ। अब यहाँ हिँडेर भनेर हिँडेको थिइनौँ। अब हिँड्दै कहाँबाट कहाँ पुग्यो, कति ठाउँको भिडियो गऱ्यो, कति ठाउँको गर्न पाइएन गाइस, त्यस्तै हो होइन। अब यो चाहिँ अहिले घर फर्किँदै गरेको अवस्था। अब मोटो भ्लग गर्ने पनि त्यति बानी थिएन, अब बिस्तारै बिस्तारै बानी बसाउनु पर्छ होला भन्दै आजको भिडियोलाई चाहिँ यतिमै समाप्त गरौँ होला। जे होस् गयो भाइको अफिस यता काजलगाउँमा थियो, काजलगाउँ गयो। त्यसपछि त्यहाँको अब के भिडियो गर्नु भनेर गऱ्यौँ, त्यस्तो देखाउने भिडियो गर्ने खालको त्यस्तो केही थिएन। अनि त्यसपछि अहिले अनि फेरि अफिसियली कामले नै फेरि यता कोकरझार गयो। अनि त्यो कोकरझारको चाहिँ हल्का यसो गरिदिएको तपाईँहरूको माझ पेस गर्दैछु। कोकरझार मैले यस्तो राम्रो त्यो बिटिसी अफिस यस्तो राम्रो बनाएको रहेछ नि। म पनि धेरै दिनपछि गएको थिएँ। त्यो यस्तो सजावट गरिदिएको छ, यति मजाको यार साँच्चै भनेको। अहिले त मान्छेहरू आउने त्यहाँ फोटो खिच्ने हो। यो कारीगाउँको गेट पनि यति मजाको बनाएको, मजा लाग्यो क्या। कोकरझारको अझै कोकरझारमा हजुरहरू कोकरझार जे होस्, कोकरझारको वरिपरि कहीँबाट हेर्नु रहेछ भने चाहिँ कोकरझार आउनुहोस्, यसो घुर्नुहोस्, रमाइलो छ। यस धेरै डेभलप भएको छ, वातावरण धेरै राम्रो छ, परिवेश साफ सफा। र यति भन्दै आजको यो भिडियोलाई यहीँ समाप्त गर्न चाहेँ मैले हो। फेरि भेटौँला कुनै भिडियोमा कुनै दिन। ल त बाई बाई।